फेरि राति हेर्ने यति राति दाउरा सक्यो दाउरा खोज्नु हिँडेको मेरो साथी फिल्फिनी पिस्कुला बहिनी छिटाउनु छिटो हामी दाउरा खोज्नु खोजेको ठाउँ कता हो हेर्नु उहाँ आगो बालेर बसेछ मेरो साउनीहरू हामीहरू चाहिँ अहिले राति यहाँ हेर्नु बहिनी हामी दुःख है उनीहरू चाहिँ आगो ताप्ने हामी जाडोमा चाहिँ हामी दाउरा खोज्ने दुःख गर्ने यो पनि हुन्छ गाइस हुन्न नि काँडा छ ए प्रभु यस्तो दुःख कुन सुकेको छ यार त्यो ओइको क्या बाँकी थियो यिनीहरू सुकेको छैन हेर्ने यस्तो त यहाँ कस्तो छ कता जाने पोत्नु उठ्यो छ उयो यहाँ छ उयो पनि छ अघि तपाईँको ठाउँमा उही त्यो त अलिकति छ नि घाम्नु पर्छ अलिकति अहिलेको बाँकी छ है अलिअलि गाइस बोका हेर्ने गाइस बोकिनी हेर्ने गाइस यहाँ बोकिनी गाइस बोकिनी हेर्ने बोकिनी बोकिनी र के अरे पाठी बुढी माउ हो ए बुढी माउ रे पाठी यहाँ पसल रहेछ त भाइ यिनीहरू अनि यो भाट्नु सक्छ त नसक्ने रहेछ म जुत्ता लाज पर्नु तिम्रो पनि जुत्ताकै काम गर्छ धन्दै गरेको ल नसक्ने यसरी दाउरा मेरो साथीले त्यो खोज्दैछ हेर्नुहोस् गाई चाहिँ त्यहाँ सब बत्ती बोलेको छैन अनि यसरी खोज्ने हाम्रो पाठी हेर्ने गाई पाठी हेर्ने गाई पाठी ल भाइ दाउरा चोर्दैछ हेर्नुहोस् गाई यसरी बहिनीले दाउरा चोर्दैछु यसरी राति कति राति चाहिँ अन्त कति राति छ उनीहरूले हामीले दाउरा ल्याएको थियो एक बोरा दाउरा एक बोरा त्यो कोइला अनि अर्को ल्याएको थियो है सबै सकायो है अनि यहाँ फेरि खोज तलासमा छ हामी खोजीमा छ दाउरा आम्मा मेरो आँखा झन्डै फुटाएको यहाँ ल हेर्नु गाइस यसरी ल यहाँ बत्ती बालेछ मोबाइलको बत्ती बालिदिएको हो अनि सुकेको छ यहाँ हेर्नुहोस् गाइस यसो गर्ने हो ऊ त्यो ठुलो पनि पाकेको हो क्या अरे यो तान तिमी बलियो छ तिमी मेरो बहिनी बलियो छौ ल हेर्नु गाइस कस्तो गरी तानेछु यस्तो जिरा झापाको हो के झापाको कम त जिरा छ झापाको बहिनी जिरा छ मार्यो कस्तो द्रोङ खुराप गरे यस्तो बलियो अझै छ है यो पनि भाँच्छ नि दुईजना चाहिन्छ होला क्या हो त्यसलाई त है त्यसलाई बोलाउनु आम्मा ल हेर भाँचिसकेछ ल ल हेर्नुहोस् गाइस यस्तो गर्न हामी दुःख गर्नुपर्छ है जाडोमा ज्याकेट ल्याइदिएको हिजो ल्याइदिएको आज चाम्राङ चुमुनु भइसक्यो होइन मेरो त यो 5 वर्ष भइसक्यो मेरो त यो थुप्रै दामको हो मेरो त ओरिजिनल हो यो त नभए त यिनीहरूले 2 रुपियाँ 3 रुपियाँ ल्याइदियो भने एकैछिनमा सक्छ क्या ल हेर्नु गाइस यो पनि त्यो के हो त्यो मान्छे मरेको हो क्या है नानी फ्यालेको हो क्या ओहो बस्ने ठाउँ पो रहेछ ओहो सर्प छैन सर्प होला है यस्तो गर्ने यस्तो यहाँ हेर्नु गाइस अब यो पनि लामो छ ल हेर्नु ओहो मेरो बहिनी त खतरा छ नि म बुढी मान्छे हो उसले कामै गर्नु देखेन मलाई म त बुढी मान्छे भनेर मलाई काम गर्नु देखेन मेरो बहिनीले मेरो प्यारी बहिनीले कम त माया गर्छ मलाई तर हामी चाहिँ साउनीहरू दिदी बहिनी है उसको साउनी चाहिँ जेठी हो म चाहिँ कान्छीपट्टिको म चाहिँ कान्छी यस्तो बलियो छ कि झापाको भएन झापा होइन
झापा होइन भने हो जस्तै छ हेर्नु दिएको झापाको मान्छे त जामा लाउनेहरूलाई त सब फालिदिन्छ अरे के बहिनीहरू चाहिँ थाङ्ना थुङ्ने पनि हेत्तेरी क्या यस्तो 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 फोहोर चाहिँ यसरी मेरो बहिनी खतरा छ अब त्यसको जरा हेर्नु गाइज त्यो सिसाहरू होला है यसको जरा हेर्नु त्यहाँ कस्तो तान्छ मेरो बहिनीले हेर्नु त यहाँ मलाई पनि घुन्छ यता छ नि यता 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 हेर्नु नि हामी दुईजनाले बोकिहाल्छ नि यो त काँचो हो यो काँचो हो काँचो काँचो हो यो काँचो मेरो बहिनी बलियो छ नि यो सुकेको हो र ल सुकेको होइन होला है यस्तो यस्तो त्यो भेडेहरूलाई आगोले सेकाउनु पर्ने त्यही त दिउँसै त्यो ओहो त त्यो जरामा के खोजी बसेको नि ल अब बोकौँ ल मोबाइल समाउ तिम्रो ल अब बाई गाई हामी दाउरा बाल्नु गयो अब